रवि लामी छानेले ठगेकै हो त्यतिखेर पनि भनेको अहिले पनि भन्छु र रवि लामी छाने हामी अगाडि बढौँ भनेर तपाईले होइन मैले भनेको छैन रवि लामी छानेसँग कहिले पनि मिलेको छैन प्रधानमन्त्री पार्टी होइन म हेर्नुहोस् धेरै मैले तपाईलाई छैन म तपाईलाई एउटा कुरा भन्छु म आज तपाईलाई के भन्छु भने भित्र सहकारी काण्डमा नजाँदाखेरि तपाईले बोल्नु भएको सहकारी काण्डमा भित्र नजाँदा होइन सहकारी काण्डमा मैले यसो भनेको रवि लामी छानेलाई कहाँ पर्छ त रवि लामी छाने जस्तै केस गरेका धनराज गुरुङ अरू छन् नि अरू पार्टीका मान्छेहरूलाई नपक्रिने रविलाई यसको माइबाप को हुन्छ म तपाईँहरूलाई भन्दैछु यसको माइबाप को हुन्छ त ल भन्नुहोस् त म हिन्दू धर्मको यहाँ हेर्नुहोस् मेरो हातमा घडी छ केही छ म हिन्दू धर्मको मैले 9वटा दुर्गा माताको मूर्तिहरू स्थापना गरेका विराजमान गराएका माताका मूर्तिहरू तपाईँ पाथिभरा जानुहुन्छ नि थाहा छ नि पाथिभरा पाउ पाथिभरा त्यहाँ जानुहुन्छ मैले लगेर हामीले लगेर मैले लगेर विराजमान गराएका मूर्तिहरू तपाईँले ढोग्नुहुन्छ म माताको भक्त हुँ र हिन्दू अधिराज्य कायम नगरिन्जेलसम्म दुर्गा प्रसाद मर्दैन त्यसमा चाहिँ तपाईँहरू साथ दिने कि होइन धनराज गुरुङहरू सबैले खाएको छ काङ्ग्रेस एमालेका 80% मान्छेले खाएको छ ती सबैबाट चाहिँ ल्याएर तिरौँ न सहकारीको पैसा तर राज्यको पैसाले त के गर्नु पर्यो भन्दाखेरि स्वास्थ्य फ्री शिक्षा फ्री हो कैन यो गरिबको घर बनाउनु पर्यो अब यो क्षतिपूर्ति हेर्नुहोस् त यो तपाईँको एउटा कुरो के बुझ्नु भने नि 82 खरबको सिंहदरबारदेखि सर्वोच्च देशभरि यिनीहरूले आगो लगाए बालेनहरूले हेर्नुहोस् आज यो तलदेखि माथिसम्म यो त तपाईँको चाहिँ 5 खरबमा पनि नबन्ने रहेछ 5 खरबमा पनि नबन्ने रहेछ त्यसको माइबाप को हुन्छ त